पक्कै पनि हजुरहरू धेरैजनाले अहिले हिकभिजनको सीसीटीभी क्यामेराले एज अ सेक्युरिटी डिभाइस युज पनि गरिरहनु भएको होला अथवा कतै देख्नु पनि भएको होला। आज हामी हिकभिजनको सेक्युरिटी डिभाइसलाई एज अ सेक्युरिटी डिभाइस युज नगरेर आज हामी एउटा बेग्लै एक्सपेरिमेन्ट गर्न गइरहेका छौँ। आज हामी यो क्यामेरालाई एज अ भिडियो रेकर्डिङ डिभाइस युज गर्न गइरहेका छौँ। सो भिडियो अन्तिमसम्म हेरिदिनु होला, क्वालिटी कस्तो आउँछ है त। सो हामीले अघिको ल्यान केबल तपाईँको स्विचमा जोडिसकेपछि हामीले हाम्रो हिक पार्टनर प्रोमा ठ्याक्क गएर अब यो क्यामेराको आइपी हेर्नुपर्ने हुन्छ। एसएटिपीमा गएर यहाँ 192.168.1.1.100 को आइपीमा छ यहाँ। सो यो क्यामेरालाई हामीले वेबबाट एक्सेस गर्छौँ है त। वेबबाट एक्सेस गर्नको लागि हामीले त्यही अघिको आइपी लगइन गर्नुपर्ने हुन्छ। 192 यहाँ तल मैले ठ्याक्क यहाँ तल मुनि यहाँ यो आइपी छ। सो अब यहाँ युजर नेम र पासवर्ड लगा भन्छ। युजर नेममा एडमिन लगाइदिएछ, इन्टर गरिदिउँ। सो हाम्रो अब यहाँ देखिसकेको छ है, स्क्रिन तपाईँको यहाँ देखिसकेको छ। यहाँ हेर्नु है, मैले हात राखिदिएछु यहाँ अगाडि, हात यहाँ हेर्न सक्नुहुन्छ मलाई, मेरो हात मैले हात देख्न सक्नुहुन्छ। म उता गएर देखाउँछु है त हजुरलाई। क्यामेराको फेसपट्टि गइरहेको छु म, क्यामेरामा म यहाँ बसेँ, ठ्याक्कै यहाँ हेर्न सक्नुहुन्छ। सो हेलो, हजुरले देख्नै भयो होला, मैले कपाल सपाल मिलाइरहेको छु। हेलो हेलो, मैले यहाँ झन्डा पनि बोकिरहेको छु है। सो तपाईँको अब यो एक्सेस गरिसकेपछि हामीले ठ्याक्कै यसरी नै अब यसको स्क्रिन रेकर्ड गर्ने र सुट गरिरहेको छौँ है त। सबैजना नमस्ते, म निराजन एनकेटेक सोल्युसन्सबाट। आज छ हामीसँग DS2CD1T27G3LIU 4mm लेन्ससहित हिकभिजनको कलर भ्यू 3.0 सीसीटीभी क्यामेरा। आज यस क्यामेराको हामी अनबक्सिङ प्लस यसको फिचरको बारेमा कुरा गर्न गइरहेका छौँ। सो भिडियो स्टार्ट गरौँ है त। यो क्यामेराको फिचरको कुरा गर्दाखेरि कलर भ्यू 3.0 टेक्नोलोजी युज भएको कारणले 24/7 एकदम सार्प इमेज हजुरले पाउन सक्नुहुनेछ। साथसाथै मोसन डिटेक्सन 3.0 टेक्नोलोजी युज भएको कारणले तपाईँले एकदम एक्युरेट मान्छे र गाडीको फुटेजको तपाईँको मोसन डिटेक्सन एकदमै हजुरले एक्युरेटली पाउन सक्नुहुन्छ। साथसाथै यो क्यामेरामा सुपर कन्फोकल लेन्स युज भएको कारणले हजुरले रातिको समयमा एकदमै राम्रो क्लियर इमेज हजुरले प्राप्त गर्न सक्नुहुन्छ। किनभने f1.0 एपार्चर भएको लेन्सले इमेज सेन्सरमा तपाईँको एकदम सार्प इमेज पठाउने भएको कारणले हजुरले एकदम राति पनि क्लियर इमेज हजुरले प्राप्त गर्न सक्नुहुनेछ। अब यो क्यामेरालाई अनबक्सिङ गरेर हेरौँ है त। अनबक्सिङको क्रममा सुरुमै हामीले देख्न सक्छौँ, क्यामेरालाई यसरी राखिदिउँ। हाम्रो अनबक्सिङको क्रममा सुरुमा चाहिँ हामीले यो देख्छौँ, हाम्रो यो यसलाई के भन्छ, यसलाई युजर म्यानुअल प्लस अथवा क्विक स्टार्ट गाइड भन्छौँ हामी चाहिँ। एकदम यो चाहिँ हामीलाई काम लाग्दैन, यो चाहिँ हामीले हेर्दैनौँ पनि। सो सबैभन्दा मेन इम्पोर्टेन्ट कुरा हामीलाई टेक्निसियनहरूलाई एकदमै सजिलो, यसले चाहिँ एकदम सजिलो बनाइन्छ। किनभने यसले चाहिँ हामीले वालमा हामीले यसलाई टालिदिएपछि एकदमै तपाईँको स्क्रु ड्रिलिङ गर्न, एकदमै स्क्रु तपाईँको टाइट गर्न एकदम सजिलो हुन्छ यो ड्रिल गरेपछि। सो एकदमै युजफुल हो यो भयो। अर्को युजफुल कुरा, यो क्यामेरामा चाहिँ तपाईँको वायरलाई प्रोटेक्ट गर्नको लागि चाहिँ यो एकदमै युज हुन्छ। तपाईँको यो भनेको चाहिँ वाटरप्रुफ ब्र्याकेट भन्छ यसलाई चाहिँ। हाम्रो ल्यान केबल र क्यामेरामा जुन क्यामेराको तार जुन युज भएको हुन्छ त्यसमा हामीले यसलाई फिक्स गरिदियो भने एकदमै राम्रो युज हुन्छ यसको चाहिँ। सो यसलाई हामीले मोस्ट इम्पोर्टेन्ट, यो चाहिँ हामीले राख्नै पर्ने हुन्छ। यो क्यामेरा जतिखेर इन्स्टल गर्छौँ त्यतिखेर एकदमै यो मोस्ट इम्पोर्टेन्ट कुरा हो। सो अर्को हामीसँग छ यहाँ स्क्रुको यो जुन प्याकेट छ, यो स्क्रु छ। सो अब हामी मेन बडीतिर जान्छौँ, क्यामेराको साइडमा राखिदिउँ। क्यामेराको एकदमै बडी भनेको तपाईँको यस्तो छ है, एकदम तपाईँको प्याकेजिङ पनि एकदम प्रिमियम टाइपको छ। यो भिजनको क्यामेराको बडी यहाँ हेर्न सक्नुहुन्छ, एकदमै ठुलो छ, एकदमै हेभी छ।
बडीको कुरा गर्दाखेरि तपाईँको क्यामेरा देखेरै मान्छे तर्सिने टाइपको बडी छ, एकदमै ठुलोवाला बडी है। तपाईँको पिभिसीको बडी हुन्छ यो चाहिँ। अगाडि चाहिँ तपाईँको मेटलको छ, यहाँ पिछामा पिभिसीको छ, यो पछाडि पनि मेटलको छ। एकदमै दामी छ भनौँ न। अरू क्यामेराहरू भन्दाखेरि एकदमै ठुलो प्लस तपाईँको हेर्दा पनि हेभी टाइपको यो बडी देखिन्छ है। अहिले हामीले अब यो लेन्सको कुरा गर्दाखेरि चाहिँ तपाईँको यसमा चाहिँ 50 मिटरसम्म हजुरले एकदमै राम्रो क्लियर इमेज हजुरले प्राप्त गर्न सक्नुहुन्छ। 1047 G3 LIU मा चाहिँ तपाईँको 30 मिटरको डिस्टेन्स हुन्छ भनेपछि यसमा चाहिँ तपाईँको 50 मिटरको डिस्टेन्स हुन्छ है त। 50 मिटरसम्म चाहिँ हजुरले एकदमै सार्प इमेज हजुरले प्राप्त गर्न सक्नुहुन्छ। सो बडी त यस्तै छ है, एकदम ठुलो हेभी बबाल छ बडी चाहिँ। हिगविजनको अरू पनि सामानहरू तपाईँको एकदमै राम्रो प्लस फिनिसिङ पनि एकदमै राम्रो छ। सो अब हामीले अलिकति एक्स्ट्रा के देख्छौँ भने हाम्रो यो जुन योवाला नब छ नि, यो नब चाहिँ अरू हामी क्यामेरामा भेट्दैनौँ, अरू हाम्रो क्यामेरामा आउँदैन। अरूमा चाहिँ तपाईँको यो माथिको वाला मात्रै आउँछ, यहाँ बल हेड हुन्छ। सो यो भएपछि चाहिँ हजुरलाई एङ्गलमा फिक्स गर्न एकदमै सजिलो हुन्छ है। यस्तरी एकदमै सजिलो छ। सो यही हो बडी। सो अब हामीले चाहिँ भिडियो खासमा यही क्यामेराले सुट गरिरहेको छौँ अहिले पनि। क्यामेराले देखाइदिनु होला एकदमै तपाईँको फुटेज कस्तो आइरहेको छ हजुरले मलाई कमेन्टमा भनिदिनु होला। सो हामीले त्यही टेस्ट पनि गर्दै थियौँ, एउटा एक्सपेरिमेन्ट यो क्यामेराले तपाईँको भिडियो सुट गर्दा कस्तो आउँछ भनेर। सो यही छ है अहिले चाहिँ हामीले सबै यहाँको भए जति लाइटहरू सबै बन्द गरेका छौँ। सो यो क्यामेरामा तपाईँको क्वालिटी कस्तो आइरहेछ, क्यामेराको जति क्यामेराले मलाई लाइट फालिरहेको छ त्यतिले मात्रै हामी सुट गरिरहेको छौँ। सो अरूतिर कहीँ पनि छैन लाइट, हामीले जुन मोनिटरमा पनि देखाइदिनु होला हजुरले। सो एकदमै तपाईँको क्वालिटी पनि राम्रै क्लियरै आउँछ, तपाईँको राति एकदमै सार्प इमेज आउँछ। त्यही भएको कारणले यो कलर भ्यू 3.0 टेक्नोलोजी भनेको अलिकति राम्रै टेक्नोलोजी भयो हजुरको। अब क्वालिटी प्लस तपाईँको रातिको लागि भनेर मेनली बनाइएको के हो क्यामेरा। सो हजुरलाई फुटेज कस्तो लाग्यो, अब भिडियो क्वालिटी हजुरले हेर्नै भयो होला। हजुरलाई कस्तो लाग्यो यो भिडियो, मन पर्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु नबिर्सनु होला। सो फेरि पनि म अर्को भिडियो लिएर आउने नै छु। त्यतिन्जेलको लागि नमस्ते, बाई बाई।